Hello guys, welcome back to my new day, new vlog. After long time पछि भ्लगमा आएको छु हैन। आज चाहिँ यसो साथीभाइहरु यसो भान्जाको बर्थडे नि छ अनि यसो घुमघाम कार्यक्रम त्यही गर्न जान लागेको। अनि अब त्यही हो धेरै महिना भन्दा नि धेरै भयो के भ्लग नहालेको। आज यसो छोटो मिठो हाल्दिम भनेर है। त्यही पनि यसो लास्टसम्म हेरेर यसो माया गरिदिनु होला। त्यही हो हेर्दिनु होला है। यी मौसम चाहिँ यस्तो छ यतातिर टक्क कहिले पानी पर्ला जस्तो नि हुन्छ, कहिले घाम लाउँछ, अलिकसिमै घाम लाउँछ। तराई जस्तै हो के केही भरै हुँदैन। अब पोखरा जस्तो भएको भए अब नानीको र पानीको भर हुँदैन भन्थ्यो। यता त फेरि पानी त कुन बेला पर्छ कुन बेला पर्दैन है, यस्तै छ। टक्क मौसम चाहिँ यस्तो छ। अहिले भर्खर घाम लागेर चर्को अहिले फेरि यस्तो भयो। त्यही हो अलिक केटाहरूसँग भेटेपछि यसो भेट्नेछु है गाइस। ल केटाहरूलाई भेटिसकेको छ। ल है ल छोटो मिठो ब्लग हो आज त डेन्जर। म चाहिँ यस्तो हालत डक्क अलिकति यहाँ घाम साम डक्क लाएर जाँदैछु अलिक केटाहरूसँग भेटौँला है। ल केटाहरूलाई भेटिसक्यो टक्क लाएर। केटाहरू यता छ, एकजना अझै छपुरको हो, केटाहरू यता छ। हामी चाहिँ चौतारीमा कहिले भेला भएको टोको लाएर है अहिले एकछिनमा भेटिन्छु है। यस्तै छ आज बर्थडे बोय तर अलिक कालो कालो गोरो गोरो छ। अनि अस्ति त अनि मम्मीले खुब सार्ने किस्तानी म खान्छु मम्मी हिरोहरू मात्रै छ यता हिरो। हेलो हेलो यो चाहिँ हाम्रो बाजेको चौतारी। फाइनली चपुर आइपुग्यो है। चपुर चोक है, यो चाहिँ चोक है चपुर चोक। टक्क चपुर चोक है यताबाट यो चाहिँ चपुर चोक है। फाइनली गाइस हामी चाहिँ यहाँ चपुर आइपुग्यो होइन। यस्तै छ है चपुरको माहौल। टक्क तातेको छ है, फेरि घामले तातेकै फेरि यस्तो छ। केटाहरू यता छ प्याक प्याक घामले यहाँ पसिना कालो कालो मान्छे कालो भइसक्यो। आइसक्रिम खान पाए नि हुन्थ्यो फेरिमा है फेरि यसो घरमै लाग्यो ए के हो डर देखेछ त चपुर ब्लरी ब्लरी। अस्पताल अस्पताल यो चाहिँ हाम्रो चिहान अड्डा राति टक्क यहाँनिर चिहान छ होइन। चटपट लटपट केटा हो यस्तै छ यस्तै छ यस्तै छ। केटाहरू आउँदैछ है, केटाहरू आएपछि भेटौँला। गाइसहरू तराईको घामले यस्तो पसिना पसिना भइसक्यो, यस्तो घाम लाग्छ कि बाफरे। त्यो सिटमा बस्दा फेरि चाकेथी पोलेछ कटु नै डर लाग्छ जस्तो भयो के गर्नु। यस्तो छ हामी त्यहाँ केटाहरूलाई पर्खिदियो यता छ भने काम गर्दो रहेछ होइन कसले त्यो बन्दैन त्यो रेडमा लगिन्छ। यस्तो घाम लाग्यो यस्तो घाम लाउँदा पनि यार ए भगवान छाता मलाई नि दिए हुन्थ्यो। घाम छ है, हामी झर्न जाने भनेको हालादेखि यहाँ यस्तो गर्मीले पिरित्तै भइसक्यो। यहाँ छ है शीतन, यसो बिल पनि देखाइदिउँ न होइन। यो चाहिँ हामीले यसो त्यस्तो ड्रिङ्क स्रिङ्क गर्दैन, यसो डिउसिउ खान लाग्यो। ल हाम्रो बिल चाहिँ कति भएको छ है डिपार्टमेन्टमा 500 भएको रहेछ क्या हो। ए 350 350 गएको रहेछ। ए 375 होइन 500 दिएको हामीले अनि 375 काटेर 125 फिर्ता दिएको। यो चाहिँ हाम्रो डिपार्टमेन्ट है, डिपार्टमेन्ट चपुर डिपार्टमेन्ट। यहाँ हेर्नु गाइस पसिना पैसाले पुग्नु परेको के गर्नु। यस्तो छ तराईको घाम फेरि यस्तो छ आम्मामा। यहाँ चाहिँ फेरि पुलिस चौकी फेरि मामाको अड्डा यो होस्टली चाहिँ पुलिस चौकी यता पुलिस चौकी होइन। यो मन्दिर हो। राति यहाँ त चिया चिया खाने ठिक हुन्छ 12 बजे 1 बजीतिर आएर होइन रमाइलो छ। यस्तै छ घाम चाहिँ नसक्नु छ। यस्तै हो आफ्टर लङ टाइम पछि भ्लगमा आएपछि होइन बोल्न चाहिँ आउँदैन। त्यही हो जे आउँछ त्यही मजाले बोलिन्छ। तपाईँहरू हेरिदिनु होला लास्टसम्म है। अहिले केटाहरू आएपछि यसो
क्यारे मोड च्यालेन्ज है त ल है साथीहरू हामी चाहिँ हिँड्न लाग्यो अब है यहाँबाट केटाहरू आउँदैछ त्यहाँ तराइन होटेल उता छ केटाहरू गइसक्यो हो ल यस्तो पोल के ठोक्यो यार बाइकमा यार कसको हिरो होन्डा यार पुलिस थाना यहाँ छ गएको लाएर है पुलिस थाना गाइस यस्तो घाम लाग्यो तपाईँले फेरि पुगिसकेको छ है केटाहरू यहीँ छ केटाहरू यता के गर्न रोकेछ खै रोकेछ ठोकेछ के भएर केटाहरू रोकेछ यहाँ घामले ठोकै छ के हो केटाहरू त किसिमै देखेको छ त चस्मा राम्रो हो कि मान्छे राम्रो हो कि क्यामेरा राम्रो हो कि केटाहरू यता छ है आफ्नो त फेरि 17 प्रो म्याक्स हो है केटाहरू फेरि हिरो हेरेर देख्छ मुर्रा समझ न यो ठाउँ चाहिँ धेरै भाइरल ठाउँ है एकदम यो टडक है टडक घरमा यहाँ धेरै टडक घर बनाउँछ राति 12-1 बजीतिर टडक घर ठिकै गराउँछ आउनुहोस् होला तपाईँहरू पनि मोबिलहरू चेन्ज गर्न यो टडकतिर मोबिल चेन्ज हुन्छ आएर टक्क मोबिल चेन्ज गर्न सकिन्छ है त्यही हो यो चाहिँ हाम्रो गाउँको हाम्रो आर्य भाइको होटेल हो लाङ्गाली होटेल तनहुँ लाङ्गाली होटेल यो ट्राफिक गाडी उता छ ट्राफिक उता अब हामी ट्राफिक छलेर जाने कि सिधै जाने हो छलेर जानुपर्छ नत्र अलिक रिक्स लिनु हुँदैन सबैभन्दा फेरि नयता नहुँदा हुन्छ त कि कसो हो गाइजहरू रिक्स लिने हो र लिने हो छ नि ट्राफिक अब हामी स्वाट मोडेर जानुपर्ने हुन्छ ट्राफिक चेकिङ चाहिँ उता हुन्छ ठ्याक्क ट्राफिक चाहिँ त्यहाँ हुन्छ होइन छ नि अब यताबाट जाने फेरि उतानिर निस्क्यो ट्राफिक फेरि त्यही हो ट्राफिक सरलाई बाई गर्नुपर्ने हुन्छ ट्रेकिङ त डरै छ नि यो डोजर त के हो किसिमै छ त घोप्टो पऱ्यो भाइ आउँदैछ केटाहरू डर आएको छ ट्राफिक त्यहाँ छ है ट्राफिक सर बाई हामी त अब त्यताबाट आउनु अलिकति अहिले आँट आएको छैन राति चाहिँ आउँला अब हामी यस्तो जङ्गल छिरेर जानुपर्ने हुन्छ केटाहरू ट्राफिक केटा छोपे लाएर फेरि ट्राफिकले फेरि क्याच कुद हान्दैला नि जाउँ सिधै जाऊँ न ल बाई ट्राफिक सर बाई ओ के हो आँखै नहेरिकन कालो चस्मा लगाएर कालो चस्मा लगाएर आँखै नहेरिकन हिँड्छु हौ मान्छेहरू होइन त्यो चाहिँ नर्सरी भन्छ टक्क लगाएर यहाँ चाहिँ धेरै बिरुवाहरू टक्क भिडियो घर चाहिँ त्यतिर हो है गाइजहरू भिडियो घर यतातिर कता हो भन्छ हो भित्रतिर हो यहाँबाट भित्र गयो भने भिडियो घर आउँछ टक्क लाग्छ चलिआएको छ भित्रतिर टक्क है धेरै बोल्न आउँदैन केटाहरू फेरि कालो चस्मा लगाएर के हो मेरो त सुन्छ हो गाडी यसरी बोलिदिने हो यसरी अब हामी एन्सलभिल ल्याउँदैछ एन्सलभिल टक्क लगाएर हुन्छ नि ट्राफिक छलेर हिँड्ने क्या हामी कहाँ हामी जोकी म जस्तो ट्राफिक सेमा किनिदिन्छु भन्ने हो त रमाइलो छ धेरै छ मेमोरिजहरू टक्क अब हामी यताबाट छिर्नु पर्ने हुन्छ यताबाटै हो टक्क चढ्को यही ट्रेनिङ हुन्छ 4 बजेतिर छुट्टी अलि स्कुल गयो होला सबैजना लगभग बहिनीहरू यहाँ ट्रेनिङ हो नि एन्सर अन्डर 14 को यही हो अहिले नि बाटो टक्क केटाहरू अब हामी चोर बाटो हो चोर सिधै चोर बाटो हो हेर्नु ट्राफिक सर धेरै चेकिङ नगर्नु हामी केटाहरू यस्तो बाटो जाने बाध्य हुन्छौँ टक्क लगाएर एन्सर फेरि है ल है टक्क अन्डर 14 फेरि अन्डर 14 पुरै क्याम्प पुरै
यस्तो वाल खेलेछ दामी छ कि राम्रै छ बहिनीहरू राम्रै खेल्छ धेरै राम्रो छ यस्तो राम्रो सेफ्टी हालेछ केटाहरू सरर ल ए ल के हो मुर्रा छ त मुर्रा त लगभग टन्नै छ त यति त मुर्रा लानुपर्छ के हो केटाहरू बान्नी हो र बान्नी हो र ल के छ स्विमिङ त यहीँ खेल्न मिल्ने रहेछ त के छ ए पोखरी मुर्रा मुर्रा त के हो छि त्यस्तो मुर्रा हान्छ खान्छ है त्यस्तै हेर्छु मुर्रा यता फेरि के हो स्विमिङ पुल हो क्या हो स्विमिङ पुल जस्तै छ त त्यस्तै मान्छे नहुने स्विमिङ पुल रहेछ है ओइ केटाहरू आज बिदा के हो केटा अफरोड आए जस्तो छ है बाटो अलि खतम छ क्या हो रुको जरा सबर करो बाटो सब बिग्रेछ होला यार रोकै म जान्छु अगाडि कन्टेन्ट हुन्छ ल है केटाहरू है ल है केटाहरू के हो मैले त लडेको भिडियो गर्नै पाएन यार ल है केटा हो बाइक फसिसकेको छ बिस्तारै अझै अफरोड कति आउँछ थाहा आएन पानी परेर अलिक बिग्रेछ ढक्क लाएर है ल केही छैन ल बाप्रे बाप म त के भन्नु र यस्तो गाइड्सहरू के हो यार एकछिन म भिडियो रोक्नु पर्ने हुन्छ केटा हो म भिडियो रोकिरहेको छु एकछिन केटा हो म पनि आउँदैछु त्यही भयो अब के गर्नु अलिकति चिप्लेर हो ल है एउटा राइडर त आइसक्यो ल है जुद्यो छ्याप हान्छ हिलो हिलो छ्यापे सबै किसिमै पारे त जुदाइदिउँ ए पसिना एकछिनमै भिजो छ सक्दैन केटा हो ल केटाहरू त यार कन्टेन्ट डर निकाल्छ क्या लगाएछ त्यस्तै हो अब यो बाटो यस्तो ट्राफिकले हेर्नुहोस् ट्राफिक सर तपाईँले यस्तो बाटो दिउँसो चेकिङ गर्न थाल्यो भने हामी केटाहरू यस्तो बाटो आउने पुरा उतै हुन्छ हामी के भन्न लाग्छ के भयो ल तपाईँले होइन अब बिच बाटोमा त्यसो ट्राफिक सर होइन चेकिङ नगरिदिनु होला युवाहरू हेर्नु अब भर्खरको युवाहरू अब बिचरा अब बाइक त हाक्न आउँछ नि अब लाइसेन्स मात्रै पो ननिस्केको लाइसेन्स निकाल्न सकिन्छ तर अलिकति एउटा कमजोरी पैसा तिर्नुपर्छ पैसा बिना छैन यस्तै छ नत्र तपाईँको अगाडि खुइ त्यहाँ आउँथ्यो नि तपाईँले गरेर हामी यताबाट आउने बाध्य भएको बुझ्यो ट्राफिक सर के हो र खोज्या हो र ल गाइस अलि भेट्छ एकछिनमा ल ट्राफिक सर तपाईँले आएर त्यहाँ रोक्न खोजेको होइन होइन हामी त आए अगाडि आए तपाईँभन्दा अगाडि फर्स्ट भए ट्राफिक सर चाहिँ उता छ है उता हामीले यो बाटो निस्किदिएको सिधै उता छ चेकिङ गरिरहेको छु उताभित्र होइन तर हामीले यो बाटो निस्किदिएको केटाहरू आउँदैछ है ए सरको दुधीहरू पो रहेछ सरहरूलाई चाहिँ बाटो देखाइदिए झन्डै केटाहरूले यार एकछिन यसो कन्टेन्टहरू डेन्जर बनिरहेको थियो यार ल अब निस्किमै ल है ढिलो भइसक्यो यार 3 भइसक्यो अब केटाहरूले अब स्पिडमा जानुपर्छ
ल गाइजहरु अहिले पछि भेटौँला अब बाटोतिर के गर्नु वार 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 साउन्ड आउँछ त्यही हो एकछिनमा भेटौँला है त ल आएको है अनि यहाँ टक्क एउटा गेट छ यता चाहिँ निजगढ सिधै जाने यताबाट झर्न जाने है ए भगवान किन पानी नपरेको त्यो गर्मीले कालो मोसो पसिना सबै भइसक्यो यस्तो मेहनत गरेर भिडियो ल्याएको छ हेरेन भने लाइक सब्सक्राइब गरेन भने ल केटा अब बिस्तारै अपलोड सक्दैन उता लास्ट अपलोड छ केटा एकदम उडाएर हुन्छ पुग्नु पर्यो केटाहरु त लास्टै ढिला आउँछ यार लास्ट पागल ब्लग हुन्छ क्या हो कर्नरिङ अहिले भेटौँला है ल एकछिन वेट गर ल गाइस अहिले चाहिँ हामी आइपुग्यो है ल केटाहरु त यस्तो पुल तर्नला ल ढुक्क राइडर हो त ल लाइसेन्स मात्रै ननिस्क्यो यिनीहरू त बाठी भएछ है ओ त्यसकीमा टेक्ने केटाहरु त के यार बिजोकै गरिदियो त यार हामी चाहिँ फर्के कि होइन के हुन्छ कि भन्ने ल यो रुख चाहिँ कसले नाङ्गे पार्यो हो के हो गर्मी भएको यसलाई पनि साह्रै गर्मी भइसक्यो यसलाई पनि बाफ्रे हेलो यस्तो गाउँठाउँ जस्तै छ कि अलिकति भ्यूहरू चाहिँ दामी लाग्छ है भिडियो चाहिँ धेरै लामो बनेछ तर म एकदम काटेर हाल्छु है गाइजहरु राम्रो यसो पाठहरू मात्रै हाल्छु होइन है मेरो प्यारोहरु प्यारोहरु आन्टी अङ्कल सुगा सुदी है नकाटिकन हेर्दैन ल मैले पैसा पाउँछ कि है ल डलर है आउँछ कि है सब्सक्राइब चाहिँ गरिदिनु पर्यो कि है यस्तो दामी भ्यू छ क्या है टक्क गाउँ जस्तै हो कि पुरै अहिले झन् गाउँ यो त के होइन अहिले आउँछ भ्यूहरू त दामी तपाईँहरूलाई राम्रो देखाएको थिएन अब यो त मेरै आइफोन हो कि 17 प्रो म्याक्स टक्क भर्खरै लन्च भएको त्यही भएर अब चाहिँ भिडियो बर आउँछ नि त मेरोबाट यताबाट गयो भने भोलान्टान निपुग्छ टक्क बप्पा पुल चाहिँ मिठो आउँछ हामी जाने हो कि अब अरू गर्ने टक्क लाएर है ल केटाहरू चढाउ है लभली भ्यू छ है लभली भ्यू चाहिँ यस्तै हो डाँडा पाडा काफा लाफा कता हो त्यो भाइले पछाडि छ्याप्यो म त हाँस्दैको ल जाउँ ए गाइजहरु त्यहाँ मिठो एउटा घर रहेछ त डाँडा जस्तो यार दामी ठाउँमा छ त्यो रेटिङ चाहिँ सही हुन्छ है के छ विचार बस्ने हो आउने हो छैन र गाइजहरु भ्यू चाहिँ मिठो छ है ल गाइज एकछिनमा भेट्छु ल आउन त आयो गाइजहरु अलिकति यहाँ अलिक गाह्रो भयो है अलि यहाँ खोला चाहिँ यस्तो डेन्जर आएछ होइन अलि आज तर्न नसक्ने यो चाहिँ के हो यो त अलि साढे छ त यार यस्तो चाहिँ धेरैले यहाँ बाइक राखेर गएको मान्छेहरूले आज लोड गाह्रो छ त्यही पनि रमाइलो हुँदैन अझै हाम्रो बाइक राख्यो भने त घरै हराउँछ यस्तो गएको खोला उता जान पाए त धेरै हुन्थ्यो अब यस्तो कुरा हो आज के होला जस्तो छ जान्छ कि जान्न थाहा छैन हडे भाइ हडे यता फेरि डह्रो जुदिरहेको रहेछ हडे ए जुदिरहेको छ के हो डुक जुट ल गाइजहरु फाइनल कुरा के भयो भन्दा हामी जाने भयो है त ल यी खोला तरेर अब हिँड्दै जानु पर्ने हो बाइक साइक त्यही राखिदिन्छ केटाहरू हिँड्दै आउँदैछ अरू बेला यहीँबाट जान्थ्यो बाइक स्कुटर जे पनि जान्थ्यो
आज त हिँडेर जाने हो। आउँदा आउँदा किन फर्किनु भनेर होइन फर्किने सोच गरेको केटा हिँड्न झ्याउले अब मैले चाहिँ यसो झुसाइदिएको छ। आउन त्यही त हो भन्थे। ए खोला यस्तो आएको छ कि लास्टै नराम्रो आएको छ तर उता चाहिँ राम्रै आउँछ होइन। केटाहरू हिँड्दै आएको छु। केटाहरूको यति यति आएको छ है ल त्यो त लड्लाई एकजना लड्न यार के भयो त नि त्यसको ट्र्याक त भिज्यो ए ल है केटा ल अब यता त झन् के हो अब त हामी त के हो भ्लगर चाहिँ छोड्नु भएन है। पानी पऱ्यो भने झन् अलिक के होला यार गइसक्यो ए ल गए जोरु ओए म त बगायो ओए ओए गुला भिज्यो ए बिस्तारी है के छोपेको यो मान्छे के हो किसिमै हिँड्यो त फाइनली कट्यो ल अब सुइसु हिँडेको हो ए ल गाइस एकछिनमा भेटौँला यस्तो यस्तो ठाउँ खोज्दै आउँला ल ए दामी बनाएर चाहिँ कसले हो गाइस कट्यो गाइसहरु यो चाहिँ अर्को मिसन है अर्को मिसन ए यस्तो यस्तो सङ्घर्ष गरेछ है हामी त टक्क झर्नाको लागि ल है ओ छुट्टी नै लाग्यो मुखको कम्प्लिट फाइनली कम्प्लिट भयो मिसन 1 उता कम्प्लिट गरे मिसन 2 यता ल है ल अब सिधै ठाडै चढ्ने हामी त ल त्यो एकछिनमा भेटौँला फेरि साह्रै थाक्यो यसरी फेरि यस्तो घुमेर आउनुपर्ने बाइकमा बाइक आउन नमिलेर मिसन 2 कम्प्लिट भएर अहिले यता सर्टकटबाट आएर सिधै तलबाट फ्या भयो ल केटा हो ल यस्तै हो केटा हो गाउँ ठाउँ जस्तो छ टक्क यस्तो हरियाली वनपाखामा आउँदा त धेरै मन सिरिङ मिरिङ माछाले त ए सिरिङ मिरिङ त दिए है अल्छिटो हिँड्नु है अल्छिटो यस्तो कोकसोक दिउँसी बोकेर हिँडेछ त साह्रै पसिना भइसक्यो यस्तो कालो मान्छेलाई नदेखा न रातिमा फेरि हराउँछ कि एकछिनमा भेटौँला ल है तेरो 17 प्रो म्याक्सबाट गरेको अलिकति क्वालिटी राम्रै आउँछ ल हो त्यो डाँडा देखेछ नि त्यो तल हो कि ठ्याक्कै ल केटाहरू आइपुगिसक्यो ल यस्तो गर्मी हेर गर्मी आमामा गर्मी यस्तो भ्यू चाहिँ मिठो छ कि अलिक क्यामेरा फेरि गरम पो भयो त 17 प्रो म्याक्स हो कि फेरि अलिकति गोरो आउँछ है ल काभ्रेल डान्स हानौँ त ल कसमा छ यसो यस्तो गएर है भ्यू त मिठो छ क्या फेरि ल गाइस एकछिन भेट्ला उ त्यहाँ गएर भेटौँला है ल ए थ्याप फाइनली गाइस हामी आइसकेको छौँ लास्ट ठाउँमा होइन यही हो लास्ट मिसन भनेको यति हो अलिकति यस्तो हो त्यहाँ तल हो कि झर्ना भएको चाहिँ होइन लास्ट हो यो सिधै हामी झर्ने हो केटाहरू आइसक्यो त्यो माथि हो त्यहाँबाट सिधै तल झऱ्यो यो लास्ट थर्ड मिसन 3 हो कि यो लास्ट हो यो फाइनल है फाइनल गाइजहरू अरू यहाँ फ्यामिलीहरू पनि आएको 3 जना होइन टक्क 3 जना आएको छ उनीहरू पनि अरे यसो झर्नामा केटाहरू ल है बिस्तारै है ल केटा हो के सामान हामी ब्लगरहरूले सामान बोक्छ होइन ब्लगरले त टक्क लगाएर भिडियो खिच्ने हो तिमीहरूको के यार कस्तो मिठो छ पानीहरू ए कस्तो चिसो आछ वाउ
बडा चिसो पानी आएको छ है गाइजहरू। ल अब झर्ना आइपुग्नु लाग्यो, झर्ना गएर भेटौँला है तपाईँहरूलाई। ल सी यू गाइज। अनि गाइज झर्ना आइसकेको सरर थो पारामा आइपुग्यो है लास्ट। भयो ल यता खेल्दैछ है, म चाहिँ यता खेलेर पनि भ्याइसक्यो होइन। अब घरतिर जानुपर्ने हुन्छ होइन। त्यही हो आजको भ्लग यति नै हो गाइजहरू। अब खाएको साको देखाउनु चाहिँ अलिक मिलेन होइन। त्यही हो केटाहरू यता खेल्दैछ, झर्दा यस्तो मिठो छ होइन। त्यही हो आजको भ्लग जे जस्तो भयो होइन, इन्जोय गरिदिनु होला, लास्टसम्म हेरिदिनु होला, लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। त्यही हो गाइज एकदम आफ्टर धेरै टाइमपछि आएको म भ्लगमा है। त्यही हो ल गाइज, ल अर्को भिडियोमा भेटौँला। कहिले हुन्छ त्यो चाहिँ थाहा आएन है। त्यही हो ल ए गाइजहरू केटाहरू आउँदैछ, म तर्सन लगाइरहेको छु है। कस्तो हुन्छ है हेरौँ है, हेरौँ है। केटाहरू आउँदैछ है, एकछिन क्यामेरा लुकाउँछ है म। क्यामेरा लुकाउँछ है एकछिन। तर्सी क्या केटाहरू, एकछिन केटाहरू तर्छ। जस्तो भयो नि बरु मैले पुरो घर पुगाएको। केटाहरू तर्साइरहेको छ है गाइजहरू। गाइज केटाहरू तर्साउँछ है। केटाहरूलाई तर्साउँछ एकछिन। केटाहरू आउँदैछ खोला खोला। ए तर्सेन 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 ए तर्सेन क्या हो केटाहरू, मैले तर्साउनु खोजेको। ल है ल केटा हो ल गाइस है, चल्दैछ है अब बाटो बाटो। ल अहिले उता भेटौँ ल। पानी परेछ है केटाहरू यता पुरै बसिरह। सब रुजिसक्यो यार। हिजो गराए यार।